कसले हेर्ने यो? कोही त हुनुपर्ने गार्जेन कोही पनि छैन। आज होला, भोलि होला, पर्सि होला, त त्यो मान्छे कुर्ने मान्छे कुरै यो उद्योगले पनि त्यसै गरी कुरिरहेछ खुवाउला भनेर। जेन्जीहरूले त्यत्तिकै विद्रोह गरेको होइन, केही ध्वस्त भएको छ, केही भएको छ। म त 1 इन्च पनि उहाँहरूले दोष लगाउने देख्दिनँ कि यति सामन्ती मनोविज्ञान जकडिएको छ कि त्यो जकडिएको ठाउँ त्यही हो कि भन्ने उहाँहरूलाई शङ्कै थियो कि त्यसलाई तोड्न पायो भने नफर्किन्छ कि भन्ने। तर अहिले फेरि पनि उहाँहरू दङ्ग पर्नु भएको छ। अझै तपाईँको त्यो सामन्ती सोच अझै फर्केको छैन कसैको पनि। त्यही सोचमा फेरि त्यही बाटोमा अलि दिन त सोच्नुभयो, तर अलि दिनपछि अहिले हेऱ्यो भने अधिकांश मान्छेहरूको मनोवृत्ति फेरि त्यही राणाकालीन सामन्ती सोचमै छ। र यो उद्योग यस्तो हुनुको अर्थ हाम्रो देश यस्तै छ भन्ने हो नि त। यो त नमुना हो नि। ठिक यो उद्योग जस्तो छ हाम्रो देशको अनुहार यस्तै छ। कोही आउनुपर्छ, कसैले फेर्नुपर्छ। एकातिर त्यस्तो छ, अर्कोतिर अघि मैले भने जस्तो गरिबीको खाल्टो छ। यही चिजले विद्रोह जन्माउने हो नि त। गर्नै पर्छ। अब आउने सरकारले गरेन भने अहिले जति ध्वस्त भएको छ नि योभन्दा धेरै ठुलो ध्वस्त हुन्छ। यो चाहिँ हाम्रो बोइलरबाट स्टिम आउने ठाउँ हो। यो असाध्यै महत्त्वको ठाउँ। मैले ह्युमिडिटी तापक्रम मिलाउने भने नि यहीँबाट खोलेर चाहिँ यो तापक्रमहरू कुन ठाउँमा कति पठाउने, कति गयो भन्ने कुरा हुन्छ। र यो चाहिँ यो मेन पाइनल ठाउँ, यो इलेक्ट्रिकको मेन स्टेसन। यहीँबाट पुरै उद्योगभरि यो विद्युतको चाहिँ सप्लाई हुने सब स्टेसन जस्तो यो चाहिँ। यसमा हजारौँ यस्तो सानो